पोरा जानेको हालत हेर है यहाँ ओहे यो चाहिँ हाम्रो तराएको फेवा ताल अरे मेरो सूत्रहरूको हिसाबको अनुसार कस्तो लाग्दैछ त दाजु यहाँनिर एस फायर भइसक्यो यतिजना मान्छेहरू आइसकेको यहाँ चाहिँ हाम्रो साइकल छ यस्तो यो साइकल भनेको चाहिँ यो है मासला हो परे बल्ल हात खाली भएर भिडियो गर्नु पाएँ मैले चाहिँ अघिसम्म मिनरल वाटर एक हातमा कि दुई हात छोडेर कुदाउन सकिँदैन यस्तो बाटोमा अब हामी चाहिँ बुद्ध चोक आइसकेको छौँ अब घुमाएर फेराइ गरेर अब चोकै निकाल्छ लायन्स गेटमा यो बुद्ध चोक अब आज के हुने हो डढेर काले चाहिँ भइन्छ यतिको गरो भयो नि हुन्थ्यो भने यतिको गरो भयो नि हुन्थ्यो क्या जानबारी हेरौँ कस्तो दामी थियो हरियो परियो झन् टल्केको अरे हो ल यो चाहिँ हामी तलतल आइपुगेको छौँ तलतल यहाँ ऊपर हुनुहुँदो रहेछ दाइ चाहिँ हाम्रो सर अगाडि गइसक्यो यो यहाँ हाम्रो अब के खाना पानी ब्रेक हुन्छ होला यो चाहिँ हाम्रो तराएको फेवा ताल अरे मेरो सूत्रहरूको हिसाबको अनुसार मैले सुनेको थिएँ कतै कतै योबाट उता जानु पर्ने रहेछौँ हामी चाहिँ यहाँबाट अनि निस्किनु पर्ने हुन्छ ल गाइस हामी चाहिँ कृष्ण मन्दिर आइपुगेको छौँ यहाँ चाहिँ खाजा साजा हुन्छ यहाँ छ बिएमको यहाँ छ अर्को पनि झोलामा छ ओ माय गॉड As you can see, we are at Krishna Mandir. ल गाइज हामी चाहिँ जनसरकार आइपुग्यौँ आजको 26 किलोमिटरको र्याली यतिमै सकिन्छ होला अब कस्तो छ हेरौँ न भित्र गएर खाजा साजा खाने साने आइया घाँटी नै सुकौ एकछिन उरुरु गर्दै लभली स्पट भेट्यो ल अब चाहिँ खानेकुराहरू के हुन्छ पनि तर फाक भयो है घामले ल खाइदिउँ
अब सबै कुरा लिएर मात्र भेटौँला। यो चाहिँ भाउचर है भाउचर मै आइसकेको छ। मै पाइसकेँ। यो चाहिँ काम दिए खै खोला त यहाँ नि पिरको आमामा बेटी सकेर अड्किन थालेछ यार भिडियो त पुरै